जम्मै यहाँ चाहिँ हाटमा यही मात्रै पाइन्छ है सुँगुरहरू। यहाँ चाहिँ अलिक स्पेसल छ जस्तो छ, कुखुराको सुखुराको आन्द्राहरू पनि पाइने रहेछ। यस्तै छ यहाँ चाहिँ अन्डाहरू मासुको आइटम चाहिँ यहाँ पाइने रहेछ क्या सोमबारेमा। के साह्रो राम्रो ठाउँ रहेछ है। ल म अपडेट गर्दै गर्छु है। मासुको आइटम चाहिँ यहाँ साह्रो पाइँदो रहेछ है यो एरियालाई चाहिँ के भन्छ यतिलाई चाहिँ? सोमबारे हाट त भन्छ तर यो भित्रको यतिलाई चाहिँ सोमबारे भित्रै होइन। उहाँदेखि यति त मासु मात्रै पाइँदो रहेछ नि त होइन? के भन्छ स्पेसल यो एरियालाई चाहिँ के भन्छ? इनरुवा 3 नम्बर सोमबारे हाट। स्पेसल माछा मासुहरू यसो ड्रिङ्कहरू पाइने ठाउँ। के हो यो ताडी हो? अरे निगार ताडी होइन? अच्छा अच्छा ल त्यस्तै छ। यो चाहिँ हाम्रो भित्रको हाट, तपाईँको यसो खानेकुराहरू पाइने ठाउँ सोमबारे हाटको चाहिँ यो। यहाँ हेर्नु है माछाहरू पाइन्छ। यो आन्द्रा भुँडी होला सुँगुरकै होइन? यो ससेज सुँगुरको आन्द्रा भुँडीको हेर्नु त रोगनहरू हालेर सुँगुरको मासु त एकदम खाउँका लाग्दो बनाउनु भएको छ उहाँले, बनाउँदै हुनुहुन्छ हाम्रो उता भाइले चाहिँ। ल यस्तो छ गाइसहरू हेर्नु त ल मासु त्यहाँ बनाउँदैछ यहाँ है राखेको। यस्तै छ है गाइस यहाँको चाहिँ। ल यहाँ पनि यो मासु सुँगुरको यो चाहिँ के हो आन्टी? के को रस? मासुकै? ओके ओके त्यहाँ बन्दैछ। ल तपाईँहरू आउनुहुन्छ नि सोमबारे हाट चाहिँ आउनुहुन्छ, यस्तो एकदम अर्ग्यानिक खाना पाइन्छ। ल ससेसहरू जम्मैतिर झिँगे माछा। यो के माछा हो यो सानो? झिँगे माछा हेर्नु त गाइस आमा ल तपाईँले भेराइटी खानु चाहिँ यहाँ सोमबारे हाट आउनुपर्ने हुन्छ है। इनरुवाको सोमबारे हाट हेर्नु है। सोमबार दामी झिँगे माछा दामी छ। ल हेर्नुहोस् ल यो सुँगुर, यो सुँगुरको आन्द्राको ससेज ल ल हेर्नु त आइटमहरू। तपाईँहरू मासु खानुहुन्छ भने यहाँ आउनुहोस् है सोमबारे हाटमा। सुँगुरको आइटम यो के हो दिदी? आन्द्रा हो? के को आन्द्रा? सुँगुरको हो। के सुँगुरको माछा भइहाल्यो। यो आन्द्रा भुँडी सुँगुरको बनाउँदै हुनुहुन्छ उहाँले। तपाईँहरू पनि आउनुहुन्छ यसरी बनाएर अर्डर गरेर खानु सक्नुहुन्छ है यहाँनिर सोमबारे।